यो तपाईहरुले बटन देख्न सक्नुहुन्छ यो Hyundai Creta अहिले नयाँ आएको छ हैन यो चाहिँ EV हो फुल फंक्सन छ यसमा सबै कुरा राम्रो छ हैन त्यो हुँदा हुँदै तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यो ब्याक मिररको हैन के होला यो बटन भन्न सक्नुहुन्छ यो SOS यो भेहिकल्स देखाको ब्लुलिङ यो कुनैले पनि नेपालमा काम गर्दैन रहेछ हेर्नुस् यो चाहिँ यत्रो गाडी ल्याउने 50-60 लाख करोडको गाडी ल्याउने हैन अनि ब्लुलिङ सर्भिस भनेर चाहिँ के छ भने इन्डियामा चाहिँ नेटवर्क उनीहरुको चाहिँ भित्र स्पेशली यहाँ भित्र चाहिँ चिप्स हालेर चाहिँ उनीहरुको चाहिँ नेटवर्क अवेलेबल हुँदो रहेछ अब यो Hyundai लक्ष्मीलाई चाहिँ मेरो अनुरोध छ यत्रो कार ल्याइसकेपछि उतातिरबाट Hyundai कम्पनी इन्डियालाई सम्पर्क गरेर एटलिस्ट नेपालमा नेटवर्क त छ नि एनसेलको छ एनटीसीको छ उनीहरुसँग समन्वयन गरेर कनेक्टिभिटी त गर्नु पर्यो नि हैन यत्रो का नेभिगेटर चाहियो सबै कुरा चाहियो अहिले त गुगल म्यापहरु देखि लिएर गुगल तपाईको हाउसिङहरुको लोकेसन सबै पिन हुन्छ त्यसो भएपछि यत्रो गाडी किनिसकेपछि चाहिँ यो ब्लुलिङ चाहिँ यो पुरै सर्कुलेसन दिमागै नभए जस्तो हुँदो रहेछ के यो के छ भन्दा एउटा इन्जिन छ अनि अलिअलि फंक्सन चलेको छ यो क्यामेरा यताउति 360 क्यामेरा चलाएको छ भन्ने मात्र रहेछ है त्यही भएर चाहिँ स्पेशली चाहिँ छनद छ सबै फिचर छ कुल छ हैन अटो चार्जिङहरु छ गियरहरु मोडहरु सबै छ क्यामेराले कहाँ कति 360 क्यामेरा कति लाउने भन्ने कुरा सबै कुरा हुँदो रहेछ हैन टायरको प्रेसरहरु कति छ त्यो देखुन लिएर सबै हुँदो रहेछ है त्यत्रो भइसकेपछि यो ब्लुलिङ सर्भिस भन्ने कुरा चाहिँ यो पनि यत्रो नेटवर्किङहरु छ नेपालमा त्यो पनि एक्टिभेट गराउन चाहिँ पहल गर्नुहुन्छ या के हुन्छ यत्रो गाडी ल्याउने र सबै कुरा ल्याइसकेपछि बडी नि ल्याएको छ मुटु नि ल्याएको छ माइन्ड नि ल्याएको छ तर सुस्त खालको बनाएर सुस्त दिमाग बनाएर चाहिँ भएन यो ब्लुलिङ एक्टिभेटेसन नभइसकेपछि चाहिँ धेरै कमान्डिङ फंक्सनहरु चाहिँ ल्याप्स हुँदो रहेछ भनौं न यसमा चाहिँ कमान्डिङ फंक्सनहरु चल्दो रहेछ यो चाहिँ अलिकति Hyundai लक्ष्मी नेपालले चाहिँ विचार गरेर राम्रोसँग यसलाई चाहिँ कसरी बनाउने हो हैन जे ल्याइन चल्छ जे ल्याइन बिकिहाल्छ नेपालमा हैन भन्ने कुरा गर्नु भएन फुल फंक्सन एसेसरिज भइसकेपछि त्यो पनि चल्ने बनाउनु होला त्यो चाहिँ अनुरोध छ